आज नेपाल टेमके मयङ 8 गोगने भोजपुरबाट यो जेन्जी स्मरण सम्बन्धी कविता प्रतियोगितामा मैले एउटा सहभागी कविता लेखेको छु र कविताको शीर्षक रहेको छ आमालाई चिठी। मेरो कविता यसरी सुरु हुन्छ। आमा, मलाई थाहा छ तिम्रा आँखाहरू अझै ओभाएका छैनन् अनि मेरो यो पत्रमा कोरिएका शब्द केवल तिमीलाई लाग्नेछ। आलो घाउमा नुनचुक दले जस्तो तिम्रो आँखामा आँसु बर्साउने अनि तिम्रो मन रुवाउने मेरो चाहना थिएन आमा। म त यो भूमिको रक्षा गर्न हिँडेको थिएँ। म यो देश हाँसेको हेर्न इच्छा शक्ति बोकेर हिँडेको थिएँ। म केवल कलम बोकेर हिँडेको थिएँ। म त केवल विचार बोकेर हिँडेको थिएँ। तर मैले सडकमा मेरो आवाज बुलन्द गर्दा सत्ताधारी मुखुण्ड लगाएका हत्याराहरूले मेरो आवाज सुन्न चाहेनन् आमा। त्यसैले आमा, तिम्रो छोरा आज शहीद भएको छ। अब नरो आमा, तिम्रो छोराले न्याय नपाएको देशमा अब हजारौं जनताले न्याय पाउनेछन्। अब हजारौं छोरा बोल्न पाउनेछन्। तिम्रो जस्तै अरू आमाको कुख रित्तो हुने छैन आमा। आमा, तिमी कति महान छौ है, जसका कोखबाट जन्मिएर यो देशको लागि आफ्नो ज्यान त्याग्न पाए। अनि तिमी कति अभागी रहेछौ है आमा, जसलाई बुढेसकालको सहारा भनी हुर्कायो, बढायो, पढाएर अब्बल बनायो। आज त्यही छोराको लास तिम्रो अघि ढलेको छ। आमा, यसपालिको दशैंमा पनि नयाँ लुगा किनिदिन्थ्यो होला है, जोर्डनको नयाँ जुत्ता किनिदिन्थ्यो होला। तर के गर्नु, तिमीले किनेर ल्याए पनि तिम्रो छोराले लाउँदैन। साँच्ची आमा, यसपालिको दशैंमा त त्यो कालो खसी पो काट्ने कुरा थियो त है। यसपालि पनि बटुकाभरि फलमासु राख्छौ होला है। यसपालि त्यसरी नराख है आमा। तिम्रो छोराले बारुद खाएर अगाइसकेको छ। अब कहाँ मासु खान्छ र? तिम्रो छोराले त अब सलामी खान्छ, त्यो पनि ढुङ्गाको शालिगमा जन्म लिएपछि फुलमाला सहित। अनि बहिनीलाई भनिदिनु है आमा, यसपालिको तिहारमा एउटा माला घटाउनु भनेर। के गर्नु, पोहोरको तिहारमा सप्तरङ्गी टिका लाउँदै भनेकी थिए मेरो दाइको आयु लामो होस्। यसपालि तिहार मनाउनै पाइएन। आमा, म त बोल्न सक्दिनँ अब, तर तिमी चुप नबस्नु है। तिमी बोलिरहनु है आमा। तिम्रो छोराको रगतको टिका लगाएर तिम्रो तृतीयको कुखमा लात्ती हानेर राजनीति गर्न सक्छन्। होसियार रहनु, सधैँ खबरदारी गर्नु है आमा। यदि यो देशमाथि कसैले कुदृष्टि लाउँछ भने आमा भनिदिनु, मेरो एउटा छोरो मरेको हो। अब हजारौं छोराले यो देश बचाउनेछ। यदि तिम्रो छोराको रगतमाथि कसैले राजनीति गर्छ भने पठाइदिनु आमा। हजारौं छोराहरू आफू मरेर बचाउने छन् यो देश। तर आमा, यो देशको शरीर, यो देशको शिर कहिल्यै नझुकाउनु है। जय नेपाल, जय देश। धन्यवाद।